केटाहरूसँग बोल्दा तिमी किन यस्तो वेयर्ड भएको के? वेट भएको होइन, नोटिस मात्र गरेको हो। जिम हो यो, मान्छेहरू त बोलिहाल्छन् नि। कुरा त मान्छेले जहाँ पनि गर्छन्, फरक त नियतमा हुन्छ। ए भनेपछि अब तिमी मान्छेको दिमाग पनि पढ्छौ? दिमाग होइन, प्याटर्न हेर्छु। तिमी अलि बढी हाँस्छौ, नजिक जान्छौ, अनि म त्यही छु भन्ने नि बिर्सिन्छौ। तिमी धेरै ओभर कुरा नगर। यदि मैले अरू केटीहरूसँग यस्तै गरेको भए तिमीलाई डिसरेस्पेक्ट लाग्थ्यो। त्यो त बेग्लै कुरा हो नि। त्यही त, तिमीलाई फाइदा हुँदा मात्र बेग्लै हुन्छ। कसले मलाई एट्र्याक्टिभ मान्छ भन्ने कुरा मेरो हातमा छैन। तर कसलाई भाव दिने भन्ने कुरा त तिम्रै हातमा छ नि। नोटिस्ड हुनु र एभाइलेबल हुनुमा फरक छ। भनेपछि मैले के गल्ती गरेँ त? एट्र्याक्सन बााउन्ड्रिजमा टिक्छ, एटेन्सनमा होइन। जब एटेन्सन नै ठुलो कुरा हुन्छ तब रेस्पेक्ट नै हराउँछ। तिमीले त कस्तो नराम्रो सिन बनाइदियो। रियालिटी यस्तै हुन्छ when we stop romanticizing it। तिमीलाई के लाग्छ म तिम्रो रेस्पेक्ट गर्दिन? मलाई लाग्छ तिमीलाई चोजन हुन धेरै मन पर्छ र त्यसले गर्दा रिलेसनलाई नै असर गरिरहेको छ।